न्युजिल्यान्ड गभर्मेन्टले चाहिँ रिसेन्टली अनाउन्स गरेको छ कि अब 2026 देखि चाहिँ मिनिमम वेज इन्क्रिज हुने भएको छ। अहिले चाहिँ $23.50 छ भने अब अप्रिल 2026 देखि चाहिँ $23.95 हुने भएको छ, यानि कि 45 सेन्ट्स चाहिँ इन्क्रिज हुने भएको छ। गभर्मेन्ट अनुसार चाहिँ यसले 1,22,500 वर्कर्सहरूलाई फाइदा गर्ने भनिएको छ। तर अहिले न्युजिल्यान्डमा चाहिँ धेरै मान्छेहरू एकदमै स्ट्रगल गरिरहेको छन्। लाइक बेसिक चिजहरूको प्राइस पनि एकदमै इन्क्रिज भएको छ, लाइक फुड, रेन्ट, फ्युल सबै कुरा चाहिँ 10 देखि 15% बढिरहेको छ। तर वेजेस सिर्फ 2% बढिरहेको छ र धेरै वर्कर्सहरू चाहिँ स्ट्रगल गरिरहेका छन्। र अफिसियल डाटा अनुसार चाहिँ लास्ट इयर मात्रै 72,700 किवी चाहिँ न्युजिल्यान्ड छोडेर बाहिर गएका छन्। मेनली चाहिँ अस्ट्रेलिया, बेटर लाइफको लागि, बेटर स्यालेरी, बेटर पेको लागि। सो न्युजिल्यान्डमा लिभिङ कस्ट चाहिँ एकदमै बढेको र वेजेस स्लो भएकै कारण चाहिँ दिनमै 200 जना मान्छेहरू चाहिँ न्युजिल्यान्डबाट बाहिर मुभ भइरहेका छन्। हजुरहरूलाई के लाग्छ, लिभिङ कस्ट बढेको हिसाबले चाहिँ यो मिनिमम वेजेस 2% हजुरलाई ठिक लाग्छ कि कम भएको छ? सो नेक्स्ट इयर 2026 देखि चाहिँ हजुरहरूले मिनिमम वेज पर आवर 45 सेन्ट बढी पाउनुहुनेछ। सो थ्याङ्क यू सो मच फर वाचिङ। स्टे इन्फर्म एन्ड स्टे अपडेटेड।